राधे राधे। वैदिक ज्योतिष च्यानलमा यहाँहरू सबैलाई स्वागत छ। म माधव प्रसाद घिमिरे। आउनुहोस्, आज अत्यन्तै नयाँ र एउटा चाहिँ बेग्लै खालको प्रसङ्ग लिएर म यहाँहरू समक्ष उपस्थित भएको छु, जसको शीर्षक छ चन्द्रमा र मनका रोग अथवा दोष। अब यसलाई हामीले चाहिँ अहिलेको वैज्ञानिक तरिकाले यसलाई कसरी परिभाषित गर्ने? अब मनका जति पनि रोग छन् तिनका अनेकौं नाम हुन्छन्। जस्तो साइकेट्रिक डिपार्टमेन्टमा हस्पिटलमा जुन मनोचिकित्सा विभाग छ त्यहाँ गएर तपाईले हेर्नुभयो भनेदेखि चाहिँ विभिन्न किसिमका, जस्तै स्ट्रेस, डिप्रेसन, मेनिया, फोबिया, डाइमेन्सिया, अल्जाइमर्स, हैन, अल्जिरिया अथवा चाहिँ सिजोफ्रेनिया अथवा चाहिँ डिलुजन, इलुजन, हालुसिनेसन, यस्ता नाम भएका विभिन्न चाहिँ अचम्मका चाहिँ मनसँग सम्बन्धित रोगहरूको चाहिँ त्यहाँ हामीले चाहिँ देख्न पाइन्छ। त्यहाँ साइकेट्रिक हैन चिकित्सा विभागमा गएर हेरियो भनेदेखि अब यी सबै चाहिँ मनसँग सम्बन्धित रोगहरूको जुन कारक हुन्छ त्यो हुन्छ चन्द्रमा। त्यसैले हामीले भनिएको पनि छ हाम्रो गाउँ समाजमा बच्चाहरूलाई अथवा ठुलै भएका व्यक्तिहरूलाई पनि जीवनमा यदि मन खुसी राख्नु छ, मन प्रसन्न राख्नु छ र मनबाट सन्तुष्ट रहन छ भनेदेखि चाहिँ भगवान भोलेनाथको उपाय गर्नु, सोमबारको व्रत गर्नु, आमाको सेवा गर्नु, पूर्णिमाको व्रत गर्नु, हैन, रुद्राभिषेक कर्म गर्नु। बेला बेलामा चाहिँ यी कर्महरूले चाहिँ चन्द्रमालाई बल दिने र खराब चन्द्रमा छ भनेदेखि त्यसको खराब प्रभावलाई शान्त पार्ने भएको हुनाले हामीले चाहिँ यस्ता उपायहरू गर्नु छ भनेर बेला बेलामा हामीले भनिएको पनि हुन्छ। अब आज कुरा गरौँ चन्द्रमा र मनका रोग दोष कसरी हुन्छन्। यसलाई चाहिँ आजकलको साइन्स र आजकलका चाहिँ रोगहरूसँग चाहिँ तुलना गरेर हेरौँ है त। अब यदि कसैको जन्म कुण्डलीमा चन्द्रमा र शनि सँगै बसेका छन् भनेदेखि त्यहाँ विषयोगको निर्माण भयो। शनि आफैमा दुःखदायी ग्रह हो र चन्द्रमा मनको कारक हो र शनिले चन्द्रमालाई शत्रु मान्ने हुनाले यस्तो व्यक्तिको जीवनमा चाहिँ मानसिक तनाव अत्यन्त बढी हुन्छ। यस्ता व्यक्तिहरूले एकान्त मन पराउने हुन्छन्, धेरै कसैसँग कुरा गर्दैनन्, अथवा शनिको कठोर दृष्टि, जस्तो शनिले तेस्रो, सातम, दशम भावमा चाहिँ पूर्ण दृष्टि राख्छ र जुन तेस्रो र दशम दृष्टि हुन्छ शनिको त्यसलाई चाहिँ कठोर दृष्टि मानिएको छ। र कुण्डलीमा चन्द्रमा जहाँ छ त्यहाँ चाहिँ शनिको कठोर दृष्टि पर्यो भनेदेखि स्त्री जातिको कुण्डलीमा खास गरेर रिप्रोडक्टिभ सिस्टममा चाहिँ गएर समस्या हुन्छ। तिनीहरूले नयाँ नयाँ कुराहरू सिर्जना गर्न अथवा नयाँ कुरा सोचेर त्यसलाई चाहिँ फाइनलाइज गर्न पनि सक्दैनन् र शरीरमा चाहिँ जुन रिप्रोडक्टिभ सिस्टम हुन्छ त्यहाँ पनि केही न केही विकार हुन्छ। त्यसले गर्दाखेरि चाहिँ मनोचिकित्साको साथसाथै मेडिसिनको पनि आवश्यकता त्यस्ता स्त्रीहरूलाई अथवा पुरुषलाई पनि पर्दछ। अर्को कुरा, जस्तो अब कुनै स्त्रीको कुण्डलीमा यदि गोचरमा गएर चन्द्रमा र शनि, अब चन्द्रमा चाहिँ शनिको राशिमा मकर अथवा कुम्भ राशिमा चाहिँ गोचरमा चाहिँ चन्द्रमा गएको छ अथवा चाहिँ शनिले गोचर गरेको छ चन्द्रमा बसेको राशिमा भनेदेखि त्यो बेलामा महिलाहरूको चाहिँ पिरियड भन्दा पहिला चाहिँ शरीरमा धेरै चाहिँ शरीर अब अल्छी हुने, हैन, चिडचिडो हुने, ऐठन जस्तो हुने, अथवा चाहिँ कम अथवा चाहिँ अनियमित रूपमा चाहिँ मासिक धर्म चाहिँ प्रवाह हुने, मासिक धर्म रजस्वला हुँदाखेरिको चाहिँ, हैन, अथवा तल्लो पेट बढी दुख्ने, झन्न रिसाउने, काम गर्न मन नलाग्ने, यस्तो खालको समस्या हुन्छ यदि चन्द्रमा र शनिको गोचर सँगसँगै पर्न गयो, एउटाकै अर्काको राशिमा पर्न गयो भने है। यो चाहिँ हामीले अब अलिकति चाहिँ गहिरो विषय छ। यसलाई चाहिँ कुण्डली हेर्न जान्ने व्यक्तिले अलिअलि चाहिँ, हैन, गोचरको चाहिँ अब प्रभाव गोचर कुण्डलीमा गएर देख्न सकिन्छ। जसको पिरियड आउने बेला भएको छ र चन्द्रमाको गोचर शनिको घरमा पर्यो अथवा शनिको गोचर चन्द्रमाको घरमा पर्यो भनेदेखि निश्चित रूपमा चाहिँ त्यो बेलामा चाहिँ बढी समस्या हुन्छ। अब कुरा गरौँ, अब यदि कसैको कुण्डलीमा शनिको दृष्टि अथवा युति चन्द्रमासँग भयो अथवा चन्द्रमा बसेको घरमा भयो अथवा कर्क राशिमा भयो भनेदेखि त्यस्ता व्यक्तिको शरीरमा ड्राइनेस हुन्छ, शरीरमा चाहिँ सुक्खापन बढी हुन्छ र इमोसनल पनि आउँछ, अलिक संवेगात्मक चाहिँ, हैन, प्रभाव बढी देखिन्छ। कहिले धेरै संवेदनशील हुने, कहिले चाहिँ संवेदना रहित हुने, त्यो एउटा चाहिँ बाइपोलर मुड स्विङको जस्तो स्थिति पनि हामीले देख्न सकिन्छ। अब कुरा गरौँ विषयोग। अब विषयोग भनेको अब जस्तो चन्द्रमा र शनि, अब विषयोग पनि परेको छ कुनै पनि भावमा र त्यहाँ गएर राहु र केतुको युति अथवा दृष्टि सम्बन्ध बन्यो
अथवा चन्द्रमा र राहुमा शनिको दृष्टि पर्यो अथवा अन्य कुनै पापी ग्रहको प्रभाव भयो भनेदेखि यसलाई चाहिँ एकदमै खराब अथवा चाहिँ एकदमै चाहिँ खतरनाक पनि हामीले मानिन्छ, जसलाई चाहिँ सिजोफ्रेनिया नामको चाहिँ एउटा मनोरोग छ, जो कि एकदमै भयावह रोग हो। त्यहाँसम्मको चाहिँ एउटा चाहिँ मानसिक स्वास्थ्य बाधा चाहिँ मा पुर्याउने हुन्छ। त्यसैले यदि हामीले कुण्डली हेर्दाखेरि कुण्डलीमा चाहिँ अब 20 योग परेको छ अथवा चाहिँ चन्द्रग्रहण योग परेको छ र त्यहाँ चाहिँ राहु अथवा सूर्यको दृष्टि युति सम्बन्ध प्रभाव पर्यो अथवा पापी ग्रहको प्रभाव भयो भने त्यस्ता मान्छेले जीवनमा चाहिँ लामो समयसम्म धेरै वर्षसम्म चाहिँ मानसिक चिकित्सा गरिरहनु पर्ने र लामो समयसम्म चाहिँ मेडिसिन खाइरहनु पर्ने हुन्छ एउटा सामान्य जीवन जिउनको लागि, नत्र यस्ता मान्छेको जीवन असामान्य नै हुन्छ। त्यो एउटा चाहिँ मनको ठुलो प्रकारको रोग हामीले त्यो मनोचिकित्सामा भनिएको छ। यसै गरेर अब जुन सिजोफ्रेनिया भन्ने नामको चाहिँ मैले बिमारी भने, यो बिमारी एकदमै भयङ्कर बिमारी हो। यो बिमारीमा चाहिँ मान्छेको अलगै संसारमा हुन्छ। उसले यो वास्तविक जुन अहिलेको संसार छ, यो संसारमा भए तापनि यो संसारसँग सम्बन्धित कुनै पनि विषयमा उसको ध्यान हुँदैन। उसको सोच नै, अब तपाईँले एउटा केही कुरा गर्नुभयो भने त्यही विषयलाई लिएर उसले चाहिँ लहरको पहरो बनाउँछ सोची। त्यो जुन सिजोफ्रेनियाबाट गुज्रने खास गरेर महिलाहरू हुन्छन्, उनीहरूले बिना कारण नै आफ्नो पतिलाई पनि त्याग्ने हुन्छन् अथवा पुरुषले अकारणमा चाहिँ परिवार त्यागेर हिँड्ने हुन्छन् हैन। कतै गएर हराउने, नभेटिने अथवा भेटिए पनि एकदमै चाहिँ अब हैन अर्ध पागलको स्थितिमा भेटिने, त्यस्तो खालको स्थिति चाहिँ सिजोफ्रेनिया नामको बिमारीबाट उत्पन्न हुन्छ। अब कुरा गरौँ, जब कुनै कुण्डलीमा यदि योग कारक ग्रह गएर 6औं 8औं 12औं भावमा गएर बसेका छन् भनेदेखि त्यस्ता व्यक्तिलाई चाहिँ डिस्ट्रक्टिभ थिङ्किङ भनेको चाहिँ अलिकति विध्वंसक सोच चाहिँ यस्ता व्यक्तिको जीवनमा दिमागमा बढी आउँछ र त्यो सोचले गर्दाखेरि चाहिँ शरीर त्यस्तो किसिमको चाहिँ एक्टिभिटी गर्न, क्रियाकलाप गर्न चाहिँ बाध्य हुन्छ। यो पनि चन्द्रमासँग बन्ने, अरू त्यहाँ चन्द्रमाको पनि हेर्नुपर्ने हुन्छ। चन्द्रमा कमजोर छ र अब यो कारक गरेर 6औं 8औं 12औंमा गएर बस्यो भनेदेखि त्यस्ता मान्छेको सोच अलिकति विध्वंसकारी पक्कै हुन्छ। अब कुरा गरौँ, जस्तो पाप राशि अथवा पाप नवामसम्म गएर चन्द्रमा बसेको होस् र द्वितीय भाव पनि गएर अब द्वितीय भावमा पनि पापी ग्रहको प्रभाव परेको होस् भनेदेखि चाहिँ त्यस्ता व्यक्तिहरूले चाहिँ अब अल्कोहलिक हुन्छन् हैन, नशा बढी गर्ने हुन्छन्, मादक पदार्थको सेवन बढी गर्छन्, जस्तै अब ड्रग्स लिन्छन् अथवा चाहिँ अलग अलग प्रकारको फ्लेभरको चाहिँ ड्रग्सहरू लिने, स्मोक गर्ने हैन, अब बियर पिउने हैन, त्यस्ता चाहिँ अब त्यो अलिकति चाहिँ हेबिचुअल हुन्छन् अथवा नसेडी नै भन्न सकिन्छ त्यस्ता व्यक्तिलाई हैन। र यसै गरेर अब राहु ग्रह जुन छ त्यो 20 को कारक हो, राहुलाई 20 भनिएको छ हैन। र यदि राहु गएर द्वितीय भावमा बसेको छ र चन्द्रमा पनि राहुले पीडित भएको छ, अब राहुले पीडित कस्तो अवस्थामा हुन्छ त भन्दा राहु जहाँ बसेको छ त्यहाँबाट पञ्चम, सप्तम र नवम भावमा चाहिँ चन्द्रमा बसेको छ भनेदेखि र चाहिँ शत्रु राशिमा होस् अथवा अरू कुनै पाप ग्रहले पीडा दिएको होस्, खास गरेर शनिले केतुले, अब सब राहुदेखि सप्तममा भएदेखि केतु पनि त्यहीँ हुन्छ, त्यसै पनि पीडित हुने भयो। यस्तो स्थितिमा चाहिँ मेन्टली प्रेसरमा आएर पोइजन खाएर चाहिँ आत्महत्याको प्रयास गर्ने पनि हुन्छन् जातक। यो एउटा चाहिँ अत्यन्त रहस्यमय र मडर्न मेडिकल एस्ट्रोलोजीको चाहिँ कुरा मैले आज यहाँहरूलाई राखेँ। यहाँहरूले हेरेर, किनभने जसरी जसरी समय बदली हुँदैछ त्यसै गरेर हाम्रो ज्योतिषलाई परिभाषित गर्ने तरिका पनि हैन, तौर तरिकाहरू पनि अब परिवर्तित हुँदैछन् र भविष्यमा गएर अब नयाँ आउने परिवर्तनसँगै यदि हामीले यो ज्योतिषलाई परिमार्जन गरेर त्यसको फलादेश गर्न सकिएन भनेदेखि चाहिँ फेरि न त यो ज्योतिषको इज्जत रहला, न यसको मान कसैले गर्ला र न त त्यो फलको कुनै चाहिँ सही आधार व्यक्तिले मान्लान्। त्यसैले अब आउँदाका समयमा हामीले ज्योतिषलाई नयाँ युग परिवर्तनसँगै नयाँ तरिकाले चाहिँ परिभाषित गर्न पनि जान्नुपर्ने हुन्छ। यहाँहरूलाई भिडियो कस्तो लाग्यो? चन्द्रमा र मनका रोग दोष सम्बन्धी अब यहाँहरूले आफ्नो कुण्डलीमा चन्द्रमाको स्थितिलाई राम्रोसँग हेरेर डायग्राम खिचेर अनि त्यहाँ चाहिँ कतिको बलवान छ, कतिसम्मको चाहिँ पापी ग्रहको अथवा चाहिँ यी खराब ग्रहहरूको प्रभाव छ र त्यसको इम्प्याक्ट तपाईँको जीवनमा कहाँसम्म आउँछ भनेर सजिलै अनुमान लगाउन सक्नुहुनेछ। भिडियो हेरेर यहाँहरूलाई कस्तो लाग्छ राम्रो लागेको खण्डमा लाइक, कमेन्ट, सेयर र सब्सक्राइब पनि गर्दै गर्नुहोला र अर्को नयाँ भिडियोमा फेरि नयाँ विषय लिएर म यहाँहरू समक्ष उपस्थित हुने नै छु। तबसम्मको लागि आज्ञा दिनुहोस्। राधे राधे।